सो एभ्रिवान फेरि पनि हेले नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। अब सबजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै आरामै छु। आज चाहिँ लङ टाइम पछि आएको छु भिडियो लिएर। त्यही पनि आज स्पेसल चाहिँ के हो भने आज चाहिँ हाम्रो मेरो भाइको बर्थडे। अनि अहिले चाहिँ हामी पसल भन्नाले के अरे बजार हिँड्न लाग्छ। दिदी बजार हिँड्न अनि हामी चाहिँ हिँड्दैछौँ। अनि पनि के अर्डर गरेर आएको हामी त्यो पसल चाहिँ यहीँ छ। बजार हिँड्दैछौँ बाटोमा दिदी र म। अनि के हुन्छ के कस्तो हुन्छ सबै देखाउने छु हजुरलाई। अब बजार गएपछि देखाउँछौँ ल। बजारमा के किन्छौँ हाम्रो बाबुलाई दिन्छ। अनि हिँड्दैछौँ बजार लाग्छ क्या आज के अरे बुधबार शनिबार लाग्छ बजार। अनि त्यही भएर आज बाबुको बर्थडे विशेष, त्यही भएर बजार गर्न त्यो सस्तो पर्छ नि त सामानहरू सब्जीहरू। अनि बाबुलाई पनि सस्तो पर्छ त्यसैले सो गाइज हामी चाहिँ बजार लाने ठाउँमा आइसक्यौँ। बजार चाहिँ यता हो अनि दिदी चाहिँ यहाँ। अनि यहाँ फुलहरू चाहिँ कस्तो राम्रो राम्रो फुल फुलेको लास्टै मन पर्यो। हाम्रो गाउँतिर चाहिँ हुन्न। अब साँझको बेलामा सनसेट हेर्नु न साथीहरू, सनसेट कति राम्रो देखेको। सनसेट यहाँबाट एकदम राम्रो देखेको बजार अनि मन्डे कस्तो राम्रो देखेको। अब भित्रबाट हेर्नु होला है साथीहरू, बाहिरबाट भयो सबै देखाउने छौँ। सो गाइज अहिले चाहिँ हामी आइपुग्यौँ यहाँ भित्रै चाहिँ। यो चाहिँ उखुको जुस बनाउने। अनि तराईको गर्मीमा खानुको मजै छुट्टै हुन्छ। अहिले चाहिँ कस्तो राम्रो अलि राम्रो छ। हेर्नु न साथीहरू, वाउ कति दामी दामी छ हेर्नु न बजार। मन पऱ्यो आउनु होला सबैजनालाई लिन्छु। यस्तो दामी दामी छ चुराहरू हेर्नु। कश्मिरी चुरा हेर्नु, कश्मिरी वाउ कसैलाई चाहिएको छ भने अर्डर गर्नु होला है साथीहरू। न्यु चुरा यस्तो दामी दामी छ बजार। बजार हेर्नु यस्तो गर्नुमा यस्तो तराईको बजार यस्तो दामी दामी साथीहरू, एकदम राम्रो छ बजार। सब्जीतिर पनि देखाउँछ है साथीहरू। ल एकछिन रोक्नु त। सो गाइज अहिले चाहिँ दिदीले कपडा हेर्दै हुनुहुन्छ हेर्नु हेरिराख्नु भएको छ कि दिदीलाई बर्थडेको लागि छोराको लागि। सो साथीहरू गिफ्ट पसिना नि त यो तराई त आउने होला मन परे। सो गाइज अर्को चाहिँ यो वाला किन्नु हो, यो अर्को चाहिँ यो वाला दिदीको गिफ्ट खिचेकै छु। कपडाहरू यस्तो दामी दामी सामानहरू सब्जी। ओहो भिडभाड यस्तो गर्नु कति भिड हो, कति 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 भिड हेर्नु भिड। निउरो किन लाउनु भयो दिदीले चाहिँ फेरि काँक्रा।
दिदीले चाहिँ बन्द र निस्किन लानु भएको के साह्रो भिड हो गाइजहरू भिड त कस्तो छ मेरो हालत दिदी चाहिँ उहाँ पुग्नु के अरू भिड गरौँ हौ हातभरि छैन मेरो हालत पसिना के गर्नु गाइस यस्तो छ यो तराईको गर्मी खानालाई दिदी कहाँ हुनु कस्तो हालत आएको छ यहाँ टमाटर टमाटर के लाने टमाटर यहाँ छ म उता जानु पर्यो फेरि उता गएर आएको भर्खर फेरि उता कस्तो हालेर हिँड्नु पर्यो हौ म हेर्नु पर्यो के गर्नु र हौ झन् बच्चा हौ यस्तो कस्तो राम्रो हामी चाहिँ के भन्छ मसलाहरू ल्याउनु हिँडेको अरू होइन नि भिडियो चाहिँ धेरै कसले खुनानो फेरि दिदी चाहिँ फेरि कुसन किन लाउनु भयो हामी सामान धेरै लाग्छौँ क्या आज चाहिँ बुधबार अनि बजार लाग्छ ओके साह्रो ध्यान नगरेको हौ भागिदिनु पर्छ क्या आइरहेको छौँ कालकिनीहरू हजुर बजार गर्नुमा आउनु रमाइलो ठाउँ मेरो हालत नराम्रो होला कि अस्ति चाँडै छिट्टै आएको केही नगरी आइदिएको बेर भएर अब गएर के हुन्छ सजाउनु पर्छ धेरै धेरै भिड भएको क्या त्यो बिहाघरहरू साथीहरू हेर्नु यहाँ बिहाघरहरू कति राम्रो बिहाघरहरू हो हेर्नु बहिनीको हालत हेर्नु कमेडी देखिनुहोस् क्या ल अलि पछि कति जुम भएछ र ए यता दिदीलाई नि हेर्नु अहिले चाहिँ निस्क्यौँ हामी चाहिँ बजारबाट दिदी हिँड्नुभयो अघि अघि सबैजना अब बाई बाई यो के अरे देखाइछु अहिले चाहिँ हिँड्यौँ अब हामी चाहिँ गाइजहरू हिँड्यो चल्दियो अब जानु अब हिँड्थ्यौँ अब हामी चाहिँ अब उता गएर चाहिँ लानु छ सामानहरू धेरै नै अनि घर गएर चाहिँ धेरै गर्नु छ कामहरू सबै देखाउनु छ हजुरलाई के कस्तो लाग्छ धेरै भइन्छ आज भिडियो लामो हुन्छ क्या फेरि छोटो भिडियो जानु खाउँ दिदीले ल्याउनु होला नि एक्लै आएर के गर्ने हामी म पनि आएको साइडले लाने कुरो भएन दिदीले छोडी के गर्ने रिसाइदिनु हो मेरो क्या ल उता भिनाजु अहिले चाहिँ हिँड्दैछौँ अब घर गएर देखाउने छु म के कस्तो लाग्छ सबै देखाउँछु अहिले चाहिँ केक ल्याउन आयौँ हामी चाहिँ केक अर्डर गरेको यही हो दिदीलाई
1000 के आइटम छ सबै आउनुपर्छ आउनलाई केक अर्डर गर्ने केक चाहिँ यो हो हाम्रो केक चाहिँ हामी घर जान्छौँ के कस्तो अब एकैचोटि घर गएर देख्नु अहिले चाहिँ हामी फर्क्यौँ दिदी बिना अगाडि बिहान हामी चाहिँ घर आइसक्यौँ दाई भाउजू बहिनी हाई गरिदिनु नि दाई भाउजू भर्खर सुनाएको अब घर आइसक्यौँ भित्र चाहिँ मम्मी हुनुहुन्छ बिना हुनुहुन्छ चाँद राख्नुहुन्छ घर आइसक्यो चिसो पानी खानु पर्ने मम्मी आइगरिदिनु सामान लिएर आइज पकाउनु साथीहरू बर्थडे बोय र बर्थडे गर्ल यहाँ पनि अचारको लागि सामान रेडी हुँदैछ साथीहरू ए ल हस् ग्रेभीवाला बनाउँछु यता दाल रेडी हुँदैछ यता चिकन उता अचार अनि केक अनि अहिले एकछिनमा रोस्ट रेडी हुन्छ रोस्ट बनाएको भिडियो बनाउनु चाहिँ अलि पाउनु होला म बिजी छु साथीहरू यतिको भयो एड गर्छु अचार मोल्दै हुनुहुन्छ हाम्रो अचार रेडी हुँदैछ यहाँ मासु रेडी गाई चौकीले देख्न बिर्सेछ हात पोलेर मरिसक्यो मेरो हात त मऱ्यो भएन नि यस्तो गर्नु अमिलो यसमा सबै छ है आचारमा चाहिने चिजहरू सबै छ देखेको छ सबै बोलेका छन् मैले लाउनु चाहिँ यो यस्तो लिएर आउँछ नि छिटो गर्दै हुनुहुन्छ यहाँ रेडी गर्दै हुनुहुन्छ यहाँ सबैजना हुनुहुन्छ अस्ति नै हात पोले हात माइजूले बोल्दै हुनुहुन्छ कति देखाउने मिठो बनाउनु हेलो माइजू अचार बाली भन्नु अब भद्र मिठो बनाउनुहुन्छ माइजू हातबाट चाख्ने भए आउँदैन म उद्घाटन गर्छु है ओ म यहाँ उद्घाटन गर्छु
गाइस रेडी चाहिँ भइसक्यो अब हेर्दैछ अब भन्ने क्या यो अब दुइटैको बर्थडे हो क्या ह्याप्पी बर्थडे ओए ल भिडियो खिच्दै होला मेरो लाउनु मेरो भिडियो खिच्दैन म सबै देखाउनु ल ह्याप्पी बर्थडे भन्नु दिदी यता आउनु नि ल ह्याप्पी बर्थडे टु यु सबैले खाइदिनु पर्दैन त्यो बेलबेलमा खाइदिनु अनि हामीले त्यो अन्तिम केक त टुटु त हो नि खाने हेलो मेरो भिडियो गर्दैन त्यसरी नै सो गाइज आजको लागि यति नै भयो खानपिन यहीँ छ अचारहरू सबै यहाँ तरकारी भात तरकारी सबै यहीँ छ आजको लागि यति नै बाई